नमस्ते, स्वागत छ अर्को नयाँ भिडियोमा। स्वागत भन्दा हाम्रो यो तिनीकुटी उडिया बस्तीमा हामीले अखण्ड कीर्तन लाउने भनेर फाइनल गरेर छौँ रामनवमीमा। त्यहाँ सफाई अभियान सुरु भइसकेछ हामी पुग्दा चाहिँ। अनि सुरु हुँदैछ यता होम यज्ञ लिप्नलाई। सबैजना माताहरू बडेमा दिदीहरू सबैजना लिप्न बडे बाले पनि सघाउ पुऱ्याइराख्नु भएको छ। बडी पिताले पनि यज्ञ चाहिँ राम्ररी लिपिराख्नु भएको छ। हामीका काकीहरू सबै भएर अनि एकैछिनपछि नै चा पकाउनेको कार्यक्रम सुरु भयो। त्यहाँ चाहिँ म चा बनाउँदैछु, म एउटी दिदी भएर। अनि यहाँ चामल हेर्नको कार्यक्रम पनि सुरु भइरहेको थियो। यहाँ चाहिँ दिदीहरू सबै काकीहरू भएर गइराख्नु छ। यता माइजूले लेखालेखी गर्दै हुनुहुन्छ। यता सबै बसेर हेर्ने दर्शक पनि हुनुहुन्छ। चाहियो नि त। यो चाहिँ हामी हरे राम हरे कृष्ण गर्ने मण्डप पनि तयार बनाइदिइसक्नु भएछ। हेर्दै हुनुहुन्छ यहाँ सबैजनाले। अनि यहाँ पनि बडार कुडार भइसक्यो। फेरि यता चा खानको लागि सबै वेटिङ लिस्टमा हुनुहुन्छ। चा चाहिँ उम्लिएन, यसका ढक्कनले छोपिरहेथे। मजाले उम्लिसक्यो चा पनि। यता पाकिसक्यो चा सारेर अब बिलाउनलाई रेडी भइसक्यौँ। कस्तो के लाग्यो हामीहरूको प्रस्तुति भन्न चाहिँ नबिर्सिनुहोला। फेरि लिएर आउनेछु नयाँ नयाँ भिडियो। बाई सबैमा।